हेलो नमस्ते। आज चाहिँ हामी रत्ननगर महोत्सवमा गएको थियौँ। त्यहाँ चाहिँ एकदमै भिड थियो। भिडको कारणले गर्दा धेरै भिडियो पनि राम्रोसँग बनाउन पाएन, तर जे होस् रमाइलो चाहिँ भएको थियो। सुरुमा हामीले चाहिँ टिकट लियौँ। हामीले टिकट चाहिँ क्यासबाट लिँदाखेरि एकदम धेरै मान्छे थियो। त्यस कारणले गर्दा चाहिँ हामीले सेवाबाट टिकट लिएर हामी चाहिँ भित्र प्रवेश गऱ्यौँ। जे होस् त्यो दिन चाहिँ धेरै मान्छे भएर धुवाधुलो पनि थियो। मास्कको युज गर्नुपर्ने भएको जस्तो भइरहेको थियो। तपाईँ देख्न सक्नुहुन्छ हामी भित्र पसिसकेका छौँ। जताततै मान्छे टेक्ने ठाउँ थिएन त्यो दिन खासै। देख्न सक्नुहुन्छ तपाईँ यता पनि। हामी यताबाट स्टलहरू हेर्दै भित्र जान्छौँ र त्यसै गरी चिन्जानको एउटा कुटो कोदालो स्टल हामीले भेट्छौँ, जहाँ चाहिँ 2-3वटा अचारहरू हेरेका थियौँ हामीले। चिकनको अचार अनि खुर्सानीको थुप्रै थियो अचारहरू चाहिँ। अनि हामी यहाँबाट निस्केर स्टेजतिर गयौँ। दिउँसोको टाइम भएर होला, कलाकारहरूको त्यति उपस्थिति चाहिँ थिएन। हामी आफै रमाइलो गरेर हामी फर्क्यौँ।